अहिले हामीले ई-सेवाले चाहिँ म्याक्सिमम मर्चेन्टहरूलाई चाहिँ ई-सेवाको फोन पे क्युआरहरू चाहिँ बनाएर प्रोभाइड गरिदिइरहेको छौँ। किनभने चाहिँ अहिले नेपाल राष्ट्र ब्याङ्कको नयाँ नियमअनुसार चाहिँ व्यावसायिक खाताहरूमा के अरे व्यावसायिक कारोबारहरूको भुक्तानी बिजनेस क्युआर मार्फत मात्रै लिने अथवा चाहिँ बिजनेस खातामा मात्रै लिने, व्यक्तिगत खातामा अथवा पर्सनल एकाउन्टमा लिँदाखेरि 2% अथवा चाहिँ 5,000 जुन बढी हुन्छ त्यो चाहिँ फाइन लगाउने भन्ने किसिमको एउटा नियम आएको छ। हाम्रो चाहिँ युजरहरूलाई चाहिँ सर्टेन ट्रान्जेक्सनहरू चाहिँ तपाईँको फ्री गर्न पाउने, त्योभन्दा म्याक्सिमम लिमिटमा जानुभयो भने तपाईँको चाहिँ 10 रुपियाँ चार्ज लगाउने भन्ने नियम चाहिँ लागू गरेको छ। त्यो भनेको चाहिँ तपाईँको म्याक्सिमम कारोबारहरू फोन पे मार्फत होस् भन्नका लागि हो। अब म्याक्सिमम युजरहरू चाहिँ के गर्नुहुन्छ भनेपछि पहिलेदेखि नै ई-सेवा चलाइराखेको मर्चेन्टहरूले चाहिँ पेमेन्टहरू हाम्रो चाहिँ तपाईँको ई-सेवा डाइरेक्ट ई-सेवा एपभित्रको पर्सनल क्युआरबाट लिइरहेको अवस्था छ। र उनीहरूले त्यो चाहिँ रियल टाइममै पेमेन्ट रिसिभ गरिरहेको भएर त्यो चाहिँ बानी त्यही किसिमले परेको भएर अहिले चाहिँ मर्चेन्ट क्युआरमा आएको पेमेन्टहरू चाहिँ कसरी विथड्र गर्ने अनि चाहिँ त्यो पेमेन्टहरूलाई चाहिँ कसरी ई-सेवामा तान्ने भन्ने अलिक कन्फ्युजन रहेको छ। त्यो कन्फ्युजन टाढा गर्नका लागि चाहिँ हामीले एउटा यो सर्ट भिडियो बनाएको छौँ, ध्यान दिएर हेर्नु होला। सुरुमा ई-सेवा एपमा जाने, त्यसपछि मोरमा जाने। यहाँ चाहिँ हाम्रो लिङ्क मर्चेन्ट एकाउन्ट लेखा हुन्छ। यहाँ अलरेडी लिङ्क छ भने यसरी देखाउँछ, म्याक्सिमम त अलरेडी लिङ्क हुँदैन। अब म चाहिँ सुरुबाट चाहिँ यो एकाउन्टलाई रिमुभ गरेर सुरुबाट लिङ्क गरेर देखाउँछु है। मैले एकाउन्ट रिमुभ गरेँ होइन, आफ्नो पिन हाल्नुपर्छ 2053 यसरी रिमुभ भयो। अब चाहिँ यहाँ क्लिक गर्दाखेरि सुरुमा लिङ्क मर्चेन्ट गर्दाखेरि कस्तो देखिन्छ त्यस्तो देख्ने गर्छ। यहाँ क्लिक गर्ने बित्तिकै तपाईँको पसल कुन हो, कुन नामको तपाईँलाई क्युआर आएको छ त्यो नाम देखाउँछ। यहाँ क्लिक गर्ने सुरुमा, त्यसपछि टर्म एन्ड कन्डिसनहरू एग्रीमा क्लिक गरिदिने, कन्टिन्यूमा जाने, प्रोसिड टु सेन्ड एसएमएसमा जाने। त्यसपछि चाहिँ यो हाम्रो मेसेन्जिङ एपमा डाइरेक्टली जेनेरेटेड कोड आउँछ, त्यसलाई चाहिँ आफ्नो ई-सेवा नम्बरबाट चाहिँ सेन्ड गरिदिनु, एसएमएस सेन्ड गरिदिनु। यो सेन्ड गर्ने बित्तिकै तपाईँको चाहिँ ओटिपी आउँछ। यसरी हामीले हेऱ्यौँ भने 73 37 33 आएको छ। 73 37 यसलाई क्लिक गरेर भेरिफाई गर्ने बित्तिकै मर्चेन्ट एकाउन्ट लिङ्क हुन्छ। गो टु ड्यासबोर्डमा गयो भने यहाँ चाहिँ हाम्रो क्युआरमा आएको पेमेन्टहरू देखाउँछ, कति पेमेन्टहरू आएको छ त्यो टोटल अमाउन्टको। यहाँ सेटल नभएको अमाउन्ट पेन्डिङमा र टोटल विथड्रोएबल अमाउन्ट चाहिँ माथि देखाउँछ। यहाँबाट पेमेन्ट विथड्रो गर्नको लागि चाहिँ ब्याङ्क लिङ्क छ भने ब्याङ्कमा जाने, ई-सेवा लिङ्क छ भने ई-सेवा वालेटमा जाने। यहाँ चाहिँ अलरेडी तपाईँको नम्बर देखाउँछ, यहाँ क्लिक गर्ने। यहाँ जति अमाउन्ट तपाईँले विथड्रो गर्नु खोज्नु भएको त्यो क्लिक गर्ने, रिमार्कमा पिन लेखिदिने, प्रोसिड गरेर कन्फर्म गर्ने बित्तिकै पिन माग्छ। तपाईँको ई-सेवाको पिन हान्ने बित्तिकै त्यो पैसा चाहिँ डाइरेक्टली विथड्रो भएर हाम्रो ई-सेवा एकाउन्टमा आउँछ। यहाँ स्टेटमेन्ट चेक गर्दाखेरि त्यो आएको पेमेन्ट यहाँ देखाउँछ। धन्यवाद।